हामी अहिले हिँड्न पानो भने चट्ट यताउता यो हिमाल होइन यो वरपरको यो डाँडाकाँडा हरियाली हामी त्योबाट विमुख हुन्छौँ। त्यसैले अब टोली एकदम रेडी भएर चट्ट गन्तव्य स्थानतिर लाग्ने यो डिलसम्म पुग्ने हाम्रो उद्देश्य छ। माथि डिल होइन गइहाल्नु 15 मिनटमा। मैले बिहान उठ्ने बित्तिकै चाहिँ त्यो टावर जस्तो बुझ्यो त्यही भएर शिवको मूर्ति जस्तो देखिन्छ। अनि अब हामी सिँढीको बाटो के खानु पानी पानी एक थोपै छैन। मैले एक बोतल त जोगाएर राखेको थिएँ। केपी दाइले जामजुम खाइदिनु भन्छ। अब पानी कति छैन पानी त हामीसँग 6 बोतल हुन्छ नि सबैको ब्यागमा सबैको छ। अघि मैले सोचिरहेको थिएँ मेरो ब्यागमा एक बोतल पानी छ भनेर केपी दाइले खाइवरी आउनु यहाँ बसेको 3 जनाले भ्रष्टाचार गरेको। सर मैले पानी खाएको एक कलकल हिजो खाएको यार सोचेर मात्र पानी कसैको छैन मेरोमा त रेड बुल बिहान कहाँ खाने एक ग्लास अग्ला यस्तो पानी खाउँ है